नेकपा एमालेको सूर्य चिन्हबाट म पनि विजय भएँ, वडा अध्यक्षमा विजय गराउनु भयो। तर मैले केपी ओलीले जेएनजी समूहलाई जुन केटाकेटीलाई मारेकै दिन मैले एमाले पार्टी छोडेको घोषणा गरेको थिएँ यसै गरी लाइभमा। त्यो एकदम सत्य हो। म कुनै पनि फेरि फर्किनेवाला डरले मैले लिएको होइन, म त डरले लिएको, म फेरि फिर्ता आएँ भन्नेवाला छुइनँ, किनभने म पनि यही खोलाको पानी खाएको मान्छे हो। त्यो भएको कारणले गर्दाखेरि अस्तिको दिन म 1 बजेतिर आफ्नो तोरीसोरी छर्नु थियो, म निक्लिरहेको थिएँ वाडाबाट। त्यसपछि यहाँ नगरपालिकाबाट चिठी लिएर आउनु भएछ, चिठी छोड्नु भएछ। हेर्दाखेरि बिचरा मेयर साहबलाई अब गिटी ढुङ्गा बालुवाको जतिको ज्ञान नभएर होला, त्यो भएको भए त उहाँले त्यस्तो चिठी लेख्न नमिल्नु पर्ने थियो। सायद यहाँ अहिले हाम्रो अधिकृत हुनुहुन्छ बिचरा इलाम काण्डवाला, उहाँले पनि सल्लाह दिन भुल्नुभयो होला। जे गर्दा पनि हुन्छ भन्ने उहाँहरूको जुन दम्भ भएको कारणले गर्दाखेरि म सम्पूर्ण आफ्नो वाडावासीहरूलाई के अनुरोध गर्न चाहन्छु भने, यदि मैले निर्वाचन कार्यालयबाट चिठी आएर भोलि मलाई वाडा अध्यक्षको पद गएको खण्डमा मैले स्वीकार्नै पर्छ लिगल तरिकाले। तर यहाँ मेयरले चिठी लेख्दैमा, नगरपालिकाको लेटर प्याडमा फेरि चिठी लेख्दैमा, त्यसपछि मेरो वाडा अध्यक्ष जाने र हामी बलराम दाजु र म जुन मिलेर हामीले गरिरहेको ठाउँमा बलराम राईलाई कार्यभाग दिएको छु भनेर जुन भनिएको छ, त्यो भएको कारणले गर्दाखेरि म एउटा नि यहाँबाट मलाई यता देखाउँदैन। त्यही भएर मैले आजदेखि मै काममा छु भनेर तपाईँहरू सम्पूर्णलाई, आफ्नो वाडाका बासिन्दाहरूलाई जानकारी दिनलाई मैले यहाँ अहिले यसरी काम गरिरहेको जानकारी गराउन चाहन्छु। अध्यक्षज्यू तपाईलाई एउटा प्रश्न सोधिहालौँ है। अहिले जुन तपाईले नेकपा एमाले पार्टी परित्याग गरेको घोषणा गर्नुभयो, जेएनजी जो 23 र 24 को आन्दोलन पश्चात तपाईले त्यही बिचैमा सायद हुनसक्छ तपाईले पार्टी छोडेको घोषणा गर्नुभयो। पार्टी छोडेको घोषणासँगै तपाईले राजीनामा दिने क्रियाकलाप भयो, दिनु पनि भयो। त्यो राजीनामा तपाईको हालसालै नेकपा एमालेको जिल्ला कमिटीले चाहिँ स्वीकृति गरेको अवस्था छ। स्वीकृति गरे अवस्था भइसकिसकेपछि नेकपा एमालेले चाहिँ तपाईको निर्वाचन आयोग दलगत अन्तर्गतको चाहिँ दफा लगाएर 30, 31, 32 दफालाई टेकेर तपाईको पद जुन वडा अध्यक्ष तपाई जनताबाट निर्वाचित कार्यकारी हो, तपाई पनि 5 वर्ष जस्तै मेयर साहबले चलाए जस्तै तपाईले पनि चलाउने अधिकार छ। तर त्यो दफा लगाएर चाहिँ सरकारी लेटर प्याडमा पार्टीका धारणालाई व्यक्त गरेर तपाईलाई चाहिँ कामकाज नगराउन र नगर्नको लागि अनुरोध गरिएको छ भन्ने जुन अदालतको शैलीमा आयो त्यो चिठी। तर तपाईलाई वास्तवमा यो चिठी नगरपालिकाको मात्र आएको हो कि तपाईलाई निर्वाचन आयोगबाट पनि आएको हो त? यो अब यहाँ पनि सम्पूर्णमा नमस्कार गरे। मेरा 7 नम्बर वडावासी आमाबा तथा दाजुभाइ दिदीबहिनीहरूलाई, किनभने मलाई नेकपा एमाले को चुनाव चिन्हबाट जिते तापनि मलाई सम्पूर्ण दलमा आस्था राख्ने आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरूले मताधिकार दिएर जिताउनु भएको हो। यो वार्डमा एमालेको मत भनेको झन्डै चौथो मत थियो योभन्दा अघिल्लो निर्वाचनमा। भनेपछि मलाई माया गरेर जुन जिताउनु भएको छ, सम्पूर्णलाई फेरि पनि धन्यवाद दिन चाहन्छु। र यदि मैले नेकपा एमाले छोड्दै गर्दा छोडेकै हो, फेरि यो होइन कि फेरि म फिर्ता आउँछु, म डराएँ म आउँछु भन्नेवाला छैन। मैले छोडेको हो, छोडेकालाई छोडेको भन्नुपर्छ। मैले एमाले छोडेकै कारणले मैले मेयरको निर्देशनमा मेयरको यो लेटर प्याड ल हेर्नुहोस्, अहिले कहाँ छ यो लेटर प्याड तपाईँको जुन छ अहिले यहाँ चिठी कहाँ छ ल्याउनु। अनि जुन यो चिठी नगरपालिकाबाट जुन लेखेर नगरपालिकाको लेटर प्याडमा लेखेर मेयरले वार्ड अध्यक्ष हटाउन पाउने अधिकार, यदि केही कथम निर्वाचन आयोगले मलाई पत्र पठाएको थियो भने मैले स्वतः स्वीकार्नु पर्थ्यो र मैले कानुनी पाटो खोज्नु पर्थ्यो। तर
यो मेयरले लेखेको चिठीलाई कागजको खोस्टा सम्झिँदै तपाईँकै अगाडि जनताको मत ठुलो है यो चिठी भन्दा भन्ने कुरा राख्दै यो च्यातेको पनि जानकारी दिन चाहे। जनतालाई जानकारी दिनुपर्छ। यसको यो कागजको धोती लेखिराखोस्, कहाँ कहाँ पठाउँछ पठाइराखोस्। भनेपछि तपाईलाई निर्वाचन आयोगबाट कुनै पत्र आएको छैन, कुनै पनि जानकारी भएको छैन। यदि निर्वाचनबाट आयो भने चाहिँ फेरि मैले स्वीकार्नुपर्छ। जस्तै अब अहिलेको हकमा जस्तै तपाईलाई काम नगराउन हुन भनेर अनुरोध गरिएको छ, त्यसको उसमा कामकाज गर्नको लागि कार्यवाहक अध्यक्ष पनि तोकिएको छ। हाम्रो यहाँ बलरामजी हुनुहुन्छ, उहाँलाई तोकिएको छ। अब आजको काम कारबाही भनेको यहाँका सेवाग्राहीहरू आउने क्रममा काम तपाईँले गरिराख्नु भएको छ होइन, गरिराख्नु भएको छ। आँखा अगाडि तपाईँले सही पनि गरिराख्नु भएको छ भने अब के हुन्छ त? वास्तविकता 7 नम्बर वडामा अब अध्यक्षको भूमिका र अध्यक्षको पदमा रहने बलराम मगरजी हो कि तपाईँ हो? मैले अघि सिडिओ साहबलाई फोन गरेँ। सिडिओ साहबलाई फोन गर्दाखेरि मैले के भने सिडिओ साहब, हामी बलराम मगर दाजु र म चाहिँ सल्लाहले नै हामी बस्थ्यौँ। किनभने दुईजना, अहिले एकजना कार्यपालिका सदस्य हुनुभयो, एकजना विदेश जानुभयो, एकजना बिचरा अहिले प्रेसरले हानेर गाइदै हुनुहुन्छ। भनेपछि दिने भनेको अहिले चलाएको हामीले वडा भनेको बलराम दाजु र मैले चलाएका छौँ। त्यही भएर हामी दुईजना मध्ये यदि बलराम दाईलाई त्यस्तो खालको दिनै पर्दा मैले दिने गरेकै थियो। अस्ति पनि शुक्रबारसम्म दिएर म आइतबार बसेको। मलाई काम पर्दा मेरो बुवा बिरामी हुनुहुन्थ्यो, धेरै कुरा दाजुबाट मैले पुनः सहयोग पाएकै छु। उहाँले आफ्नो जिम्मेवारी पुराको वहन गर्नुभएको छ। तर यसरी हाम्रो सल्लाह हुँदै गर्दाखेरि अब मैले उहाँलाई नदिएको बेला चाहिँ नगरपालिकाको मेयरले अनि वार्ड अध्यक्ष चाहिँ तोक्दाखेरि तोकिने हो भने त वार्ड अध्यक्षको चुनावै नगराए भइगयो नि। त्यही भएर यसको पत्र मैले अघि धोती च्याते जस्तो च्यातिदिएँ। त्यसको पत्र उसैले कसलाई बुझाउँछ बुझाइराखोस्। वार्ड अध्यक्षको काम मैले गर्ने हो। मेरो कहिलेकाहीँ व्यक्तिगत काम बिरामी परिन्छ, के हुन्छ, कहिलेकाहीँ अफिसकै काम पर्छ, त्यस्तो बेला फेरि मैले कार्यभाग फेरि दाजुलाई दिनुपर्छ र हामी मिलेर जानैपर्छ र त्यो गर्नु पनि पर्छ। नगरपालिकाको एउटा प्रश्न छ तपाईलाई। नगर कार्यपालिकाको जुन बैठक बसिन्छ, बैठकमा केशव अधिकारी अध्यक्ष निर्वाचित 79 मा हुनुभयो। त्यस पश्चात केही महिना उहाँ निरन्तरता अफिसमा आउनुभयो। त्यस पश्चात जति पनि बाहिर जाने, कार्यभाग छोडिदिने, इम्पोर्टेन्ट कार्यहरू आउँछ, वैदेशिक रोजगारमा जानेहरूको सिफारिसहरू आउँछ, इत्यादि कुराहरू चाहिँ मान्छे सेवाग्राही त्यतिकै फर्किने भए। ती कतिपय कुराहरू चाहिँ विदेशको कामका लागि निवेदन चाहिन्छ, डकुमेन्ट चाहिन्छ, चेयरपर्सनको चाहिँ साइन भएको चाहिन्छ भने त्यो बावजुद जनताको काम अड्कियो र उहाँ अनुपस्थित धेरै हुनुभयो। त्यो भएको हिसाबले पनि हामीले चाहिँ यो निर्णय गरेको भने एक समय कार्यपालिकाको निर्णय पनि भएको थियो नि, तपाईँको सेवा सुविधा रोकिने पनि निर्णय रोकिएकै छ, त्यो खुलेको छैन। भनेपछि तपाईँलाई यो लाग्छ कि मलाई 14 गरी नगरपालिकाको लेटर प्याडमा पार्टीका धारणा राख्दैमा म यो पद छोड्दिनँ, जनताले जिताएको पद हो यो होइन, त्यो भन्ने तपाईँको भनाइ छ? त्यो पनि हो। प्लस एमालेको मतले मात्रै जितेको पनि होइन। फेरि धेरै पार्टीका शुभचिन्तकहरूले मत हालेर जिताउनु भएको हुनाले गर्दा मलाई त्यो एमालेको सदस्यता छोड्दैमा, एमाले चिठी लेख्दैमा भोलि निर्वाचन आयोगले चाहिँ फेरि पठायो भने म ओके। कार्यपालिका किन नगएको भनेदेखि हामीलाई सही गराउँछ, सही गरौँ माथि उपस्थितिमा, तल के लेख्छ टुङ्गो। जस्तै सानो उदाहरण लिनु न, यसैपालि पनि म कार्यपालिका बैठक गएको थिएँ भने त म आफ्नै वडा अध्यक्ष गएकोमा सही हुन्थ्यो नि त मेरो, अनि मैले कहाँ मुद्दा हाल्न पाउँथेँ। त्यही भएर सम्पूर्ण मेरो जानकारी छ कि मैले कार्यपालिकाको बैठकमा नजानुको कारण भनेको माथि उपस्थिति हुन्छ, तल निर्णय के हुन्छ अहिलेसम्म कसैलाई थाहा छैन। बिचराहरू त्यो कार्यपालिका सदस्यहरू पनि बिचरा मासु चिउरा खान्छन्, यसो चिसो तातो खान्छन्, त्यो खाएर त्यसपछि अगाउँजी भएर घर जान्छन्। के लेख्यो भन्ने कुरा चाहिँ फेरि कुनै दिन पनि थाहा हुँदैन। न वडा कार्यालयमा आउँछ जानकारी, न के आउँछ। अहिलेसम्म तपाईँहरू कार्यपालिका बैठक बस्नुहुन्छ, निर्णयमा के लेखियो थाहा हुँदैन, उपस्थिति लेख्नुहुन्छ तर बन्द गरेर साइन गर्नुहुन्छ। साइन पनि कसैले गरेका पनि छैन अहिलेसम्म, कसैलाई सोध्नुला कसैले गरेका छैनन्। त्यसपछि त्यो भएको डरले मैले चाहिँ, किनभने हामीले उपस्थिति भएपछि के लेख्यौँ, के निर्णय गर्यौँ भन्ने कुरा भोलि तपाईँहरू जनताले सोद्धा मैले जानकारी दिनुपर्छ पर्छ नि। अनि त्यो अन्धाधुन्दा मैले सही गरेर 1000 भत्ता आउँछ है, फेरि त्यहाँ सही गरे बापत 1000 भत्ता आउँछ। अन्त 1000 का लागि मैले अन्धाधुन्दा सही गरेर भोलि मेरो जे बाधे लेखेकोमा भोलि मेरै वडा अध्यक्ष खाइदिएको पनि त अहिले हुने रहेछ त। यो पनि कार्यपालिकाको निर्णय अरे सुन्दैछु, किन राति 5 बजी बसाएको थिएँ अरे। भनेपछि यस्तो कार्यपालिका बैठक अब झन्डै 1.5 वर्ष छ, गइँदैन पनि। तर जनताको काममा चाहिँ फेरि जतिसुकै बजे होस्, जहाँसुकै होस्, जुनसुकै अवस्थामा मैले जनताको हितको लागि, जस्तै म यदि बाहिर गइनँ, गाईघाटसम्म मात्रै गएँ भने यहाँबाट गाईघाट आउनेहरूलाई गाईघाटमै सही गरिदिने गरेको छ, त्यति बेला म कार्य राख्दिनँ। तर अस्ति मैले मेरो बुवा र ससुराबा बिरामी हुँदा म जुन दिल्ली गएँ, त्यो बेला हो वास्तवमा 26 दिन उहीँ बसियो। त्यो बेला चाहिँ वास्तवमा इङ्ग्लिस डकुमेन्ट गर्ने 2-3-4 जनाको मैले उहाँ फोनमा कन्ट्याक्टमा रहेँ।
म आउँछु अनि गरिदिन्छु भने त्यो बेला चाहिँ बिचरा 2-3 जनालाई चाहिँ असर परेकै थियो। अब परिबन्धले अब मैले पनि कार्यभाग दिएकै थिएँ दाइलाई, तर कार्यभागले गर्न नमिल्ने भएकाले गर्दा त्यो बेला 2-3 जनालाई चाहिँ अप्ठ्यारो पर्यो। नभएदेखि हाम्रो वाडामा सेवा लिने मान्छेलाई कुनै पनि बेला भनौँ न वाडा अध्यक्षको कारण या त कार्यभाग वाडा अध्यक्षको कारण अप्ठ्यारो पर्यो। एकदम यिनीहरू त सही नै गर्न मान्दैनन् भन्ने कुरा छैन। हामी घर घर गएर पनि सही गर्नेमा तल्लिन्छौँ, गरेका पनि छौँ र अझै पनि गर्छु भन्ने यो पनि विश्वास दिलाउँछ। भनेपछि अहिले जुन मेयर साहबले लेखिएको जुन पत्र छ त्यो गैर कानुनी छ र मैले च्यातिसकेँ। सबै जनताकै अगाडि च्यातेको। जनताले मत दिएर जिताउनु भएको, मेयरले मलाई जिताएको होइन। उसलाई पनि 10वटा वार्डकाले दिएर जिताएको हो भने मेरो वार्डको पनि मत उसलाई गएको छ। तपाईको भनाइ उहाँले पनि 5 वर्ष कार्यकाल जनताबाटै चुनिएर आएको व्यक्तित्व हो। म पनि जनताबाटै चुनिएर आएको व्यक्ति हुँ। मलाई फ्याल्ने अधिकार यदि निर्वाचन आयोगले मलाई पत्र दिन्छ भने म स्वतः छोड्छु भन्ने तपाईको त छोड्छु या त फेरि त्यसपछि अदालती प्रक्रिया जान सक्छु एउटा। अनि अहिले मलाई वडा सदस्यहरूसित रिस उठ्यो होला भोलि उदाहरण, अनि मैले वडा अध्यक्ष भएकाले एउटा चिठी थमाइदिनु त मैले वडा सदस्य मलाई चाहिँदैन, म आफै ऊ भएँ भनेर मैले गर्न मिल्छ त? नहुँदो काममा बिचरा मैले भने अघि पनि उसलाई गिटी ढुङ्गा बाल्न चाहिँ कसरी लाने त्यो ज्ञान रहेछ। यस्ता कागजी प्रक्रिया ज्ञान नभएकाले बिचरा, अब त्यसलाई बिचरा नै भन्छु म चाहिँ, किनभने मभन्दा कान्छो पनि भएकाले कारणले गर्दा बिचरालाई अझै सद्बुद्धि आओस्, अझै काम सिक्ने बुद्धि पलाओस्। यो अझै 1-1.5 वर्ष बाँकी छ होइन? त्योभन्दा पछि त अब त्यो जनताले हिसाब गरिहाल्नुहुन्छ। त्यो भन्दै तपाईँहरूले जुन अहिले यो सूचना म पनि राईमै छु अहिले, यो सूचना मार्फत अहिले पनि फेरि 7 नम्बर वडावासीहरूलाई मेरो व्यक्तिगत वडाध्यक्ष भएदेखिको मेरो व्यक्तिगत कारणले तपाईँहरू कसैलाई पनि काहीँ अप्ठ्यारो भएको छ भनेदेखि अब होला विकास गर्ने क्रममा त जम्मा 40-50 लाख आउँछ, जताततै गर्न सकिनँ होला। तर जति गरेको छु काहीँ पनि गलत भएर यदि मैले नराम्रो काम गरेको छु भने तपाईँले मलाई देखाइदिनु होला, म त्यसको भागीदार जति बेला पनि हुन सक्छु। र विकास गर्ने क्रममा त अब जति पैसा आउँछ त्यो अनुसारको गर्ने हो। मेरो पनि अब घरमा त्यत्रो घरकै ल्याएर गरौँ भन्ने सक्दिनँ। त्यो भएको कारणले गर्दाखेरि तपाईँहरूले जुन मत हालेर मलाई जिताउनु भएको छ, अहिलेसम्म बसेको छु, अहिलेसम्म जति सकेको सहयोग भनौँ न तपाईँले गर्नुभयो सहयोगको लागि धन्यवाद दिन चाहन्छु। र मैले पनि गर्ने मेरो आफ्नो क्षेत्रबाट गर्ने कुरामा मलाई लाग्छ तपाईँको काम यसरी हुँदैन भनेर झर्को फर्को गर्ने नहुने काम पनि सकभर मिलाएर आफै पनि गाईघाट 2-4 चोटि गएर हुन्छ कि के हुन्छ कि गरिदिने नै गरेको छु। त्यो भएकाले गर्दा काहीँ कतै कसैलाई अप्ठ्यारो मेरा कारणले अप्ठ्यारो भएर काहीँ गलत भएको छु भने तपाईँहरूले मलाई भनिदिनु भने म पनि सच्चिने मौका आजका मितिदेखि के जहिले पनि म त तपाईँको गोठालो हुँ। 7 नम्बर वडावासीको केशव अधिकारी एउटा गोठालो हो, कुनै मालिक होइन। यो गोठालालाई तपाईँले के काम गराउनुहुन्छ त्यो काम गर्न एकदम तल्लिन्छु। र यो मेयरका यो धोती पत्रले वडा अध्यक्ष गयो भन्दैमा वडा अध्यक्षको कुर्सी छोड्ने कुरा र मेरो कामकाज छोड्ने कुरामा एकदम कुनै मबाट त्यो हुन पनि सक्दैन। र अब निर्वाचन आयोगको चिठी आयो भने त्यसपछि म कहाँ जानुपर्ने, अदालत जानुपर्छ कि के जानुपर्छ त्यो भोलिको कुरा, भोलि नै फेरि बोलौँला भन्दै तपाईँहरूले जुन योले सम्पूर्णमा जानकारी दिनको लागि तपाईँले पनि आफ्नो सञ्चार माध्यमबाट जुन जानकारी दिनुभयो त्यसको लागि धन्यवाद दिँदै म पनि अब गाईघाट हिँड्न आँटेको हुनाले सबैमा सम्पूर्ण फेरि पनि 7 नम्बर वडावासीहरू दाजुभाइ तथा आमा बुवाहरूमा नमस्कार भन्दै बिदा हुन्छ। हस् नमस्कार। पक्कै पनि आदरणीय दर्शकवृन्द, यो जुन वडा अध्यक्षको जुन जिम्मेवारी खोसिएको काम नगराउन भन्ने जुन नगरपालिकाबाट आएको चिठीको बारेमा आम जनतामा एउटा मनमा लागेको केही प्रश्नहरू थिए। प्रत्यक्ष रूपमा उहाँकै मुखबिन्दुबाट सुन्न पाए के कस्तो हुन्थ्यो होला भन्ने जुन मनसाय थियो, जुन धारणा थियो, त्यो धारणा आज प्रष्ट पारिसकेका छौँ हामीले। प्रत्यक्ष वडा अध्यक्ष ज्यूकै त्यो आवाजबाट हामीले सुन्यौँ यो चिठीको बारेमा। र यही चिठीको बारेमा हाम्रो बोधार्थ हाम्रो बलराम मगरज्यूलाई भनेर तोकिएर आएको थियो, यहाँको कार्यवाहक अध्यक्षको रूपमा भनेर उहाँलाई पनि तोकिएको थियो। तर उहाँले पनि यहाँको वास्तविकता यतिखेरको मलाई कुन अधिकार दिएको हो भन्ने कुरा अहिले पनि उहाँ अन्यलमा हुनुहुन्छ। किनकि अध्यक्ष छँदै पूर्ण रूपले उहाँलाई चाहिँ काम गराउनका लागि नगरपालिकाबाट पत्र आएको छ।
कार्यवाहक अध्यक्षको रूपमा चाहिँ काम गर्नु होला तपाईँले भनेर उहाँलाई जिम्मेवारी दिएको छ। तर बोधार्थको हिसाबमा हामीले बुझे जहाँसम्म बुझे अनुसार चाहिँ बोधार्थ जिल्ला प्रशासन कार्यालयलाई पनि जानकारी गराउनु पर्ने थियो, तर उहाँलाई बोधार्थ चाहिँ उहाँलाई मात्र छ, अरू कुनै निकायलाई छैन। भनेपछि यसलाई कुन अर्थमा लिने, हामीले कुन अर्थले हेर्ने, यहाँका सेवाग्राहीले सेवा लिन आउँदाखेरि कुन चाहिँ अध्यक्षको साइन चल्ने त भन्ने कुरा अझै पनि प्रष्ट भइसकेको छैन। नगरपालिकाले आफ्नो बोर्डमा बसेर आफ्नो निर्णय त कागजमा लेखेर बाहिर वडा अध्यक्ष 7 नम्बर वडा अध्यक्षको कार्यालयमा सम्म लेखिदियो भने वास्तविकता भएको के हो भनेर खोलेर कुनै पनि पेज, कुनै पनि उहाँहरूको वेबसाइट कुनै उसबाट सार्वजनिक भएको छैन। नभएको खण्डलाई हामीले आधिकारिक रूपमा मान्नुपर्छ भन्ने पनि छैन यहाँका जनताले। मलाई लाग्छ दुईजनाको यो राजनीतिक लडाईँको बीचमा चपेटामा चाहिँ यहाँका सेवाग्राही परेको हामीहरू पनि ठम्मै गरेका छौँ, बुझेका छौँ। अब अहिलेको हकमा काम भनेको चाहिँ फटाफट यहाँका वडा अध्यक्षले गरिराख्नु भएको देख्न सकिन्छ। यो विषयमा थोरै बलराम मगरज्यू के भन्नुहुन्छ त यो विषयमा थोरै तपाईँलाई अहिले? बलराम सर, यो तपाईँलाई जुन जिम्मेवारी दिएको छ नगरपालिकाले, तपाईँलाई यो के का आधारमा कुन हिसाबले तपाईँलाई यो जिम्मेवारी चाहिँ तपाईँले वहन गर्नुपर्छ भनेर नगर प्रमुखज्यूले चाहिँ तपाईँलाई तोक्नु भएको थियो त? अलिकति खुलाएर बताइदिनुहोस् न, तपाईँलाई केही थाहा छ यो विषयमा भने? मैले भन्नुपर्यो। अब नगरपालिकाले मलाई चिठी पठाउँदाखेरि तपाईँ अब केशवजी पार्टी पनि छोडेको र यतातिर भनौँ वाद विवादमा पनि अलिकति लागि पर्ने, त्यसले गर्दाखेरि हाम्रो नगरबाट पनि हामीले वञ्चित गराएको छौँ। त्यसले गर्दाखेरि तपाईँ नै त्यहाँ बसेर के गर्नु पर्दा अब तपाईँकै सही चलाएर तपाईँले बस्नु ढुक्क भएर त्यसरी बस्नु, अब अरू हुने कुरो हामी गर्छौँ भन्ने खालको उहाँहरू मलाई त्यसरी नै बसिरहेको। त्यसले गर्दाखेरि उहाँ अहिले अध्यक्ष पनि आएर फेरि यस्तो हुँदैन, यसरी हुन्छ। तपाईँहरू जस्तै यहाँ वडामा जति पनि सदस्यहरू निर्वाचित भएर आउनुभयो, तपाईँहरू पनि जनताकै जनमतबाट निर्वाचित भएर आउनु भएको छ है। तपाईँलाई के लाग्छ, तपाईँलाई जुन अहिले नेकपा एमाले जिल्ला कमिटीले चाहिँ हाम्रो केशव अधिकारीज्यूको राजीनामालाई स्वीकृत गरेको अवस्था छ होइन? स्वीकृत गरेको अवस्था, एमालेको धारणा के छ भने हाम्रो पार्टीको चुनाव चिन्हबाट लडेर निर्वाचित भएको व्यक्तिलाई चाहिँ हामी अध्यक्ष स्वीकार्दैनौँ भनेको छ। तपाईँहरूको नेकपा एमालेको जिल्ला कमिटीको लेटर प्याडमा हेर्ने हो भने त्यसमा अलिकति खुलाएको छ भने त्यसलाई पनि एउटा दफा लाग्छ। कानुनी पाइला, कानुनी उपचार, कानुनी पोइन्ट टेकेर यो विषयलाई चाहिँ गर्नुपर्ने, जबकि जिल्ला कमिटीले चाहिँ निर्वाचन आयोगलाई निवेदन गर्छ होला सायद, जहाँसम्म लाग्छ। यो हामी स्वीकार्दैनौँ, उहाँको पद जानुपर्छ स्वत भन्ने एउटा उहाँहरूको पनि भनाइ होला। तर यो विधालाई, यो कानुनलाई नटिकी आएको चिठीलाई कसरी मान्यता लिने त हामीले? अब कुन आधारले मान्ने? न निर्वाचन आयोगको पत्र छ तपाईँहरूको त, मात्र यहाँ 2टा पत्र के देखिन्छ भने नेपाल कम्युनिस्ट पार्टी एमालेको जिल्ला कमिटीको एउटा लेटर प्याड छ, त्यस्तै अर्को तपाईँहरूको जुन परिषद, जुन तपाईँहरूको हुन्छ नि एउटा जिल्ला निर्वाचन परिषद या के छ, त्यसले गरेको एउटा निर्णय छ। तपाईँहरू पार्टीले गरेको निर्णयलाई मात्र मान्नुहुन्छ कि या जनताले दिएको मतलाई मान्नुहुन्छ? तपाईँ पार्टी ठुलो कि जनताको मत ठुलो, यति मात्र बताउनु। सबै कुरो भन्दा जनता ठुलो। पार्टी भनेको सबैको समूह पार्टी हो। अहिले म अर्को पार्टी अनि एउटै कुरो बुझौँ न, केशवजी माओवादीबाट आएको होइन र हो नि? त्यसले गर्दा पार्टी ठुलो होइन, उहाँबाट उहाँ जानु पनि सकिन्छ र यहाँबाट उहाँ जानु पनि सकिन्छ। तर यहाँ त देखियो त के देखियो भने यहाँ भनेको जनता ठुलो, जनताले जिताएर पठाएको हामीलाई, जिताएको खण्डमा अब जनताले नै हामीलाई, अब उहाँले नै अब के भन्नुहुन्छ, अब हामीले अब पार्टीले गर्लान् हो, तलमाथि गर्लान् बेग्लै कुरो हो। तर एउटै कुरो जनताले पठाएको हो, हामीले अलिकति अनर्थ गल्ती गरेको छौँ भने गल्तीको सजाय भोग्नुपर्छ, त्यो जानेको कुरो हो। यदि पार्टीले मात्रै नभएर जनताले पनि यो सजाय भोगाउँछन्, यो हामीले बुझ्नुपर्छ। त्यसले गर्दा म मात्रै भनेर नहुँदैन, आफ्नो घमण्ड मात्रै गरेर पनि कसैले हुँदैन र काम कसरी गर्दैछु भनेर यो पनि बुझ्नु हामीले जानकारी गर्नुपर्छ र आफूले मात्रै घमण्ड गरेर मात्रै पनि हुँदैन। सबैले लागिमिली गरेर जनतासँग बुझेर, अब हामीले टोल सुधारको अध्यक्ष बनाएको छौँ, सबै टोललाई हामीले बुझेर यो आएको बजेट कहाँ के गर्नुपर्छ, कसो गर्नुपर्छ, के गर्नुपर्छ, यो पनि हामीले उहाँबाट सहमति लिएर र सही ठाउँमा काम पनि गर्नुपर्छ। र अर्कै कुरो
अब उहाँहरूले अब कुन हिसाबले चिठी पठाएको छ, के गरेका छ? तपाईँ पनि भनेपछि यो चिठी देखेर कन्फ्युज हुनुहुन्छ। एउटा कुरो, यो चिठी अब चिठी लेख्दा के लेख्नुपर्छ भन्ने कुरो मलाई त्यो पनि जानकारी छैन साधारा नि, म पढेको छुइनँ बिचरा तपाईलाई। त्यसले गर्दाखेरि तपाईँहरूले जिताएर पठाउनु हो, तपाईँहरूले जे भन्छ त्यही मान्छ भनेर भन्दा नै मलाई पठाउनु भएको हो। मलाई त्यति नै मलाई ख्याल छ। पक्कै पनि दर्शक पनि यो त्यसले गर्दाखेरि म भन्छु कि अब के पठाउनु भएको छ, कस्तो पठाउनु भएको छ, राम्रै त होला, यसै भएकै होला भनेर भनियो। त्यसले गर्दाखेरि हुन्छ, म त भनेको मान्ने मान्छे, अनि जनताले भन्दा पनि मान्ने, अब अध्यक्षले भन्दा पनि मान्ने, मेयरले भनेको पनि मान्ने। त्यसले गर्दाखेरि म यो अब उहाँहरूले जे भन्नुहुन्छ त्यो गरेर यहाँ बसेको एकदम पक्कै पनि दर्शक पनि यो भनेको यतिखेर भन्छन् नि दुईटा राजनीतिक दलका नेताको जुदाईमा चपेटामा चाहिँ यहाँ सेवाग्राही परेको देख्न सकिन्छ। किनकि वडा अध्यक्ष र मेयरको जुदाई छ, पहिलेदेखिकै जुदाई परेको। यो जुदाईले चाहिँ गर्दाखेरि चाहिँ यहाँ अप्ठ्यारोमा परेका यहाँका जनता, यहाँका सेवाग्राहीलाई चाहिँ धेरै गाह्रो परेको अवस्था थियो भने अहिले आधिकारिक रूपमा निर्वाचन आयोगको कुनै पत्र नआएको हुँदाले हामीले पनि नदेखिएको कारण अब यसै भन्न नसक्ने अवस्था छ। किनकि मेयर साहबलाई संविधानको धारा 216ले त्यो अधिकार नदिएको देखिन्छ। जहाँसम्म मलाई लाग्छ, हामीले पनि थोरै कानुनका किताब पल्ट्याउने र बुदा खोज्ने हो भने कानुनको संविधानको धारा 216ले त्यो अधिकार नदिएको देखिएको छ। जहाँसम्म लाग्छ पार्टीले आफ्नो हिसाबले उहाँलाई त्यही चुनाव चिन्हबाट लडेको हिसाबले गर्दा चाहिँ नस्वीकार्ने भनिएको हुन सक्छ। त्यो चाहिँ पार्टीको निर्णयप्रति हामी पनि सम्मान गर्छौँ, किन आफ्नो निर्णय हुन्छ। पार्टीले गरेको निर्णय भनेको यहाँका पार्टीका सदस्य, पार्टीका उच्च स्तरमा बस्ने, ती पदमा बस्ने व्यक्तित्वहरूले गरेको निर्णयलाई पार्टीले सम्मान गर्छ, किन पार्टीले मान्नुपर्छ। तर अहिले यो भनेको जनताले निर्वाचित गरेर पठाएको जनप्रतिनिधि जस्तो मेयर साहब हुनुहुन्छ त्यस्तै उहाँको पनि 5 वर्ष कार्यकाल हुन्छ। तर यो कार्यकाललाई बाट हटाउनको लागि चाहिँ जसले प्रमाणपत्र दिन्छ निर्वाचित भएको, त्यसै क्षेत्रबाट त्यही निकायबाट चाहिँ उहाँलाई पनि पदमुक्त गरेको एउटा पत्र आउनुपर्छ हामीलाई लाग्छ। यदि त्यो आयो भने उहाँले स्वतः आफ्नो पद छोड्छु भनिसक्नु भएको छ। हस् त, फेरि पनि हामी बाँकी अपडेटहरू पक्कै पनि दिँदै जानेछौँ। यसको विषयमा हामी थोरै कुरा गर्नेछौँ र यसै विषयमा पक्कै पनि आज हामी मेयर साहबसँग भेटेर प्रत्यक्ष रूपमा हामी तपाईहरुलाई यसै लाइभ मार्फत सोध्नेछौँ उहाँलाई पनि के कारणले हटाइयो त, किन सरकारी लेटर प्याडमा पार्टीका धारणा राखिएर चाहिँ उहाँलाई चिठी लेखियो त भन्ने कुराहरू हामी सोध्नेछौँ। यो किनकि मनमा लागेका कुराहरू, प्रश्नहरू, जनताका प्रश्नहरू हामीले सोध्ने गर्छौँ, जवाफ मेयर साहबले दिनुहुन्छ भन्ने पक्कै पनि हामीलाई आशा छ। हामी कोसिस गर्नेछौँ उहाँसँग आज भेट्ने कोसिस गर्नेछौँ, नभए भोलिसम्म भेट्ने कोसिस गरेर यो विषयमा हामी जवाफ लिनेछौँ। हस् त, यतिखेर पनि यति आजको अपडेट चाहिँ हामीले यति नै राख्दछौँ। फेरि अरू अपडेट लिएर हामी आउने बाचासहित आजलाई भने हामी यो लाइभ अन्त्य गर्न चाहन्छौँ।